नमस्कार। गत साताका शैक्षिक विषयवस्तु र तिनको समीक्षामा स्वागत छ। सरकारको नीति तथा कार्यक्रममा उल्लेख विषय र विद्यार्थीको चाप बढी भएका सार्वजनिक विद्यालयको चर्चा गत साताका मुख्य शैक्षिक समाचार हुन्। सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न निजीलाई जिम्मा दिने सरकारको नीति तथा कार्यक्रममा उल्लेख विषयमाथिको विरोध गत साता पनि जारी रहेको छ। नेकपा माओवादी केन्द्रकी सांसद रेखा शर्माले संसदमै उक्त विषयमा विरोध जनाएकी छन्। त्यस्तै नेपाल शिक्षक महासंघले पनि सरकारको उक्त कदमले सामुदायिक विद्यालयको मान मर्दन गरेको निष्कर्ष निकालेको समाचार छ। सरकारको नीति तथा कार्यक्रममाथिको विस्तृत टिप्पणी हामीले यसअघिको भिडियोमा गरिसकेका छौँ। यसपटक सोही विषयमा हामी लामो टिप्पणी गर्दैनौँ, तर प्रमुख प्रतिपक्षी दलले यस विषयप्रति संसदमै गरेको विरोध र सामुदायिक विद्यालयका मुख्य पक्ष शिक्षकको छाता संगठनको यसप्रति व्यक्त आलोचनालाई अनदेखा गर्नु जायज लागेन। यस विषयमा चर्चा गर्दा के कुरामा प्रष्ट हुनुपर्छ भने माओवादीले वा महासंघले यस्तो विरोध गर्नु गोहीको आँसु जस्तै हो। सशस्त्र विद्रोहमा हुँदा शिक्षा राज्यले जिम्मा लिनुपर्ने एजेन्डा बोकेको माओवादीले सत्ता साझेदारीमा आएपछि र पटक पटक सरकारमा हुँदा निजीलाई पृष्ठपोषण नै गरेको देखिन्छ। यही पार्टीले नयाँ खोल्न नदिने भनेर पुरानाको वर्चस्व कायम गर्न लेनदेन गरेको कुरा पनि समाचारमा आएको हो। त्यसैले माओवादीले विरोध गर्नुको तुक देखिन्न। त्यस्तै हिजोसम्म निजी र आफूहरूबीच कुनै समस्या छैन भनेको नेपाल शिक्षक महासंघले जनतुष्टिकरणका लागि खर्च गरेका यी शक्तिहीन शब्दहरू मात्र हुन्। महासंघले विरोध गरेका ती दुई बुँदाले सार्वजनिक विद्यालयमा शिक्षकको औचित्य र जिम्मेवारी पूरा नगरेको बताउँछ। त्यसैले महासंघको विरोध देखाउन गरेको मात्र देखिन्छ। विद्यार्थीको चाप बढी भएका सार्वजनिक विद्यालयको चर्चा गत साताको शैक्षिक समाचारमा प्राथमिकता साथ आएको अर्को विषय हो। शिक्षक आन्दोलन र सुविधा केन्द्रित सम्झौताले अभिभावक हताश भएका बेला आधारभूत तह कक्षा 8 र कक्षा 10 को अन्तिम परीक्षा एसीमा नतिजा राम्रो ल्याइरहेका सार्वजनिक विद्यालयका बारेमा अनलाइन खबरले गत साता प्रकाशित गरेका केही फिचर रिपोर्टिङहरूले आशाको सञ्चार गरेको छ। केही वर्षदेखिको राम्रो नतिजाले ती विद्यालयमा थेग्न मुस्किल हुने गरी विद्यार्थीको चाप बढ्दा प्रवेश परीक्षा लिएर मात्र भर्ना लिने गरिएको रिपोर्टिङमा उल्लेख छ। यी विद्यालयले राम्रो नतिजा ल्याएर अभिभावकको आकर्षण बन्ने सफलता कसरी पाए भन्ने ती फिचर रिपोर्टमा उल्लेख छ। सार्वजनिक शिक्षाको गुणस्तर सुधार नभएसम्म आर्थिक सामाजिक हिसाबले सीमान्तकृत नागरिकको जीवनमा सुधार हुन सम्भव देखिँदैन। देशको दिगो विकासका लागि आवश्यक जनशक्ति उपलब्ध हुने सम्भावना पनि न्यून हुन्छ। कमजोर सार्वजनिक शिक्षाकै कारण समाजमा असमानता बढ्दै गएको देखिन्छ। यस्तोमा सार्वजनिक विद्यालयमा अभिभावकको चासो बढाई विद्यार्थीको चाप बढाउनु सकारात्मक नै देखिन्छ। तर विद्यालय शिक्षाको गुणस्तरको मापदण्डका बारेमा फरक मतहरू छन्। सरकारले कक्षा 10 को अन्तिम परीक्षा एसीको नतिजालाई आधार मानेको जस्तो देखिन्छ। राम्रा भनिएका अधिकांश विद्यालयको चासो पनि एसीको नतिजा केन्द्रित रहेको देखिन्छ। विद्यार्थीको सिकाइ भन्दा एसी नतिजा ध्यानमा राखेर 8-9 कक्षादेखि नै बिहान 6 बजेदेखि बेलुकी 6-7 बजेसम्म कक्षा कोठामा थुनेर प्रश्नोत्तर रटाउने गरेको पाइन्छ। यसमा राज्यको परीक्षा प्रणालीको पनि दोष छ। प्रारम्भिक बाल कक्षादेखि नै बालबालिकाको समग्र सिकाइमा ध्यान नदिई निश्चित कक्षाको नतिजा राम्रो देखाउन खोज्दा विद्यार्थीलाई कक्षा कोठामा लामो समय थुनेर रटाउने गरेको देखिन्छ। बाल विकास कक्षादेखि नै बालबालिकाको समग्र सिकाइलाई प्राथमिकता दिई विद्यालयको गुणस्तर सुधारमा केन्द्रित हुँदा माथिल्लो कक्षामा पनि विद्यार्थीको सिकाइ सुधार हुन गई सार्वजनिक शिक्षाको गुणस्तरको फराकिलो दायरा निर्माण हुन सक्छ। एकातर्फ सार्वजनिक विद्यालयले पनि निजीको सिको गरी घाँटीमा टाई र कथित अङ्ग्रेजी माध्यम लाद्ने गरेको देखिन्छ। अङ्ग्रेजी माध्यमको नाममा अङ्ग्रेजीमा दखल नभएका शिक्षकको अभावमा विद्यार्थीको अङ्ग्रेजी भाषा राम्रो बनाउन सक्दैनन्। नेपाली भाषा पनि कमजोर बनाइरहेका छन्। दैनिक जीवनमा विद्यार्थीले बढी प्रयोग गर्ने भाषामा नै सिकाइ पनि राम्रो हुन्छ भन्ने शिक्षाका विज्ञहरूको निष्कर्ष छ। अर्कोतर्फ राम्रा भनिएका अधिकांश सार्वजनिक विद्यालयमा अङ्ग्रेजी माध्यममा पढ्ने र नेपाली माध्यममा पढ्ने विद्यार्थी बीच नै विभेद गरिँदै आएको देखिन्छ। कथित राम्रा विद्यालयले नै आफ्ना विद्यार्थी बीच गर्ने विभेद पछिसम्म असर पार्ने डरलाग्दो व्यवहार हो। यस्तो व्यवहार गर्ने ती विद्यालयलाई एसीको नतिजाकै भरमा राम्रा भनिनु दुःख लाग्दो कुरा हो। यथार्थमा यसरी विभेद गरी विद्यार्थी ल्याइनु र निजीमा विद्यार्थी जानु खासै फरक छैन। निजी अपवित्र र सरकारी पवित्र हुने होइन।
विभेद निन्दनीय हो, जो राम्रा भनिएका केही सामुदायिक भनिने सरकारी विद्यालयहरूले गरिरहेका छन्। विद्यार्थी र अभिभावकलाई निजीमा भन्दा पनि खराब असर र अनुभूति दिइरहेको छ। एउटा नीति निर्माताहरूको बुद्धिको भाँडोमा बिर्को लागेको विषय भनेको सामुदायिक विद्यालयलाई शुल्क उठाउन नदिनु हो। शुल्कले व्यवस्थापनको गुणस्तर बढाउँछ र अभिभावकको अपनत्व बढाउँछ अनि शिक्षकको प्रतिबद्धता। मुख्य कुरा सेवा क्षेत्र तोकी विद्यालयलाई नै अभिभावकका क्षमता अनुसारको शुल्क लगाउन दिनु महत्त्वपूर्ण कुरा हो। साह्रै विपन्न अभिभावक भएका बस्तीमा सरकारले थप अनुदान दिनुपर्छ। निजीलाई 10 देखि 15% विद्यार्थी निशुल्क पढाउनु पर्ने नियम छ। विपन्न बस्तीमा दायित्वभन्दा पनि थप विद्यार्थीलाई निशुल्क पढाउने निजीलाई पनि सरकारले अनुदान दिँदा फरक पर्दैन। सेवा क्षेत्र निर्धारण नगरी यसै पनि निजी विद्यालयहरू गुठीमा लैजाँदैमा शिक्षा व्यवस्थापनमा तात्विक सुधार आउँदैन।